हेर्नुहोस् आलुदम पाक्दैछ पकाउने मान्छे हेर्नुहोस् मिका हाई गर्दै हेलो मिकाले पकाउँदैछ अनि मम्मी छ हाम्रो एल्डनी आमा यता गर्दै हेर्दै हेल्लो गरिदिनु हाम्रो एल्डनी आमाले चाहिँ यहाँनिर चटनी पकाउनु हुँदैछ हजुर दाल आलु भयो कि दाल बसाइहाल्नु हैन भाँडामा खै भाँडा उ त्यो भाँडामा बसाउनु होला हौ चटनी पकाउनु हुँदैछ हाम्रो एल्डनी आमाले उहाँले चाहिँ पानी लिएर आउँदैछ गाग्री लिएर गाग्री मम्मी 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 मम्मीले चाहिँ इस्कुस तास्नु हुँदैछ भाउजू हेलो गरिदिनु न हेलो यहाँनिर चाहिँ सेलरोटी पोल्नु हुँदैछ कस्तो मजाको छ नि यतिको राम्रो त यति पनि जान्दैनौँ हामी त त्यही त यतिको पनि जान्दैन हामी हेलो मेरो बुढा चाहिँ त्यही बसिराख्नु भएको छ यता आन्टी हेलो गर्नु न ल भन हेलो गरिदिनु न चाहिँ आन्टी हुनुहुन्छ म त आन्टी भन्छु नि ओ अङ्कल के हो त्यो आँख यहाँ चाहिँ हो कस्तो ठाउँको मान्छे बसिराख्नु भएको छ कामै गर्नु हुँदैन यहाँ दिदी हेर्नुहोस् है दाजु चाहिँ यहाँ फोनमा को केटीसँग बोल्दैछ भरे माल नि यता हेरिदिनु न यहाँ हात हल्लाइदिनु छिटो न हात हल्लाइदिनु न के को टेन्सन लागेको नि रुख चाहिँ हाम्रो बुहारी हुनुहुन्छ हात हल्लाइदेऊ गाइस थाल्थ्यो हात हल्लाइदिनुहोस् न यहाँ चाहिँ पुनम बुहारीको आमा जाँदैछौ